हाम्रो राइडर मिस्टर सुशील दादा सेफ्टी कोड पनि केही छैन। लाइन भन्नु हुन्छ अहिले के हावा चल्यो नि के हुन्छ अनि सेफ्टी चाहिँ लाउनुपर्छ। फाइनली साथीहरू आज चाहिँ हामी होइन चट्ट लाएर सुशील भाइ र म अनि एकजना अर्को तीनजना चाहिँ आज साथीहरू हामी धेरै लङ टाइम पछि चाहिँ हामी होइन स्यारबुत तालतिर यसो भिजिट गर्न जाँदैछ साथीहरू। यता हाम्रो राइडर मिस्टर सुशील दादा ल ल साथीहरू हामी चाहिँ स्यारबुतिर जाँदैछौँ होइन के कस्तो हुन्छ आज कतिको छ खासै बर्खा समयमा खासै त्यो स्यारबुताल चाहिँ अलिक भरिनु पर्ने हो है। अब त्यो कस्तो के कस्तो हुन्छ अब हामी चाहिँ त्यहाँ जान्छौँ होइन हजुरहरूलाई पनि देखाउँछौँ। हामी चट्ट घुम्नलाई चट्ट जाँदैछौँ है लङ टाइम पछि है। जे जस्तो भयो तापनि म देखाउँछु हजुरहरूलाई बाटोमा। उता चाहिँ बाइक चाहिँ पर आउँदैछ है त्यहाँ चाहिँ पार्किङमा छ त्यहाँ चाहिँ देख्नु सक्नुहुन्छ। यस्तो हरियाली छ कि अहिले बर्खाको समयमा। फाइनल साथीहरू अहिले चाहिँ हामी होइन एकदमै के धेरै समयपछि खासमा बाटोमा देखाउनु पाइएन होइन। अब खासमा गोप्रो नभएर होइन बाइक पनि एकदम त्रिपलरमा एकदम हिट भएको छैन। एनएस बाइकको कामै यही हो पहिलाको त हिट त होइन। यहाँ चाहिँ केटाहरू फायर भ्यान किन रोकी भन्छन् यस्तो दामी भ्यू देखाइदिउँ कि भने हजुरहरूलाई होइन। यस्तो बबाल खोला छ क्या त्यो कसम यति सङ्गलो छ क्या त्यो माछा देखिन्छ नि त्यहाँ थाहा भएको नै तिमीहरूलाई त्यो माछा हेर्ने होला माछा देखिन्छ नि त्यहाँ त्यहाँ यति सङ्गलो छ त्यो पानी त्यो खोला माछा नि देखिन्छ। यो चाहिँ के हो यो ठाउँ नाम के अरे है डार्ने खोला आइसकेको छ होइन। अलिकति परेर त अब त्यो भइसक्यो स्यार्बु भइसक्यो त्यहाँ पनि देखाउँछ हजुरहरूलाई। यिनीहरू साथीहरू अब चाहिँ स्यार्बुतिर भेट्नुपर्छ ल। साथीहरू अहिले चाहिँ आइ पनि पुग्यो होइन। यहाँ चाहिँ पुग्यो साथीहरू अब चाहिँ देख्नु सक्नुहुन्छ यस्तो खतरा भएर राखेको क्या अहिले भन्दा नि खासमा चाहिँ यहाँ चाहिँ यो दही हेर्ने समय चाहिँ भदौको महिना चाहिँ यो चाहिँ असार भइहाल्यो नि। अनि भदौको महिना यस्तो खतरा हुन्छ कि यो भनिदिन्छ त्यतिखेर चाहिँ रङ फेर्छ अर्कै यसले हरियोबाट अर्कै भए हुन्छ भन्ने सुनिरहेको थिएँ। खासै मलाई पनि त्यति थाहा भएन। यस्तो बबाल तरिकाले देख्नु सक्नुहुन्छ बाइक चाहिँ माछा मार्ने कार्यक्रम चल्नु है त्यहाँ चाहिँ माछा मारेर राख्ने है त्यहाँ देख्नु सक्नुहुन्छ। यहाँ चाहिँ पैसा तिरेर माछा मार्न पाइन्छ नि त्यतिकै होइन नि फेरि यहाँ अरू मिस्टेक होइन त फेरि अरू भेरीको अवस्था कत्रा हुन्छ नि यहाँ माछा नि उता गाडी यत्रो सुकाइराख्ने कि त्यति माछा त्यहाँनिर कस्तो हुन्छ मासु सुकाइराख्ने। बड्डो मान्छे है तनिर त्यो भन्ने। यहाँ चाहिँ साथीहरू डुङ्गा चाल्नु भइरहेको अब डुङ्गा चाल्नु हुँदैछ है। कति लाग्छ त यहाँ डुङ्गा चल्या कति लाग्छन् कसै घन्टा हिसाबले हुन्छ कि के मिनटको हिसाबले हुन्छ ए
पुरै राउन्ड मार्छ यसले पुरो राउन्ड छ हजुर सुदिन नै म त सक्दैन सेफ्टी कोड पनि केही छैन लाइन त तिनीहरूले लाइन भन्नु हुन्छ अहिले के हावा चल्यो नि के हुन्छ त्यही भन्ने चलाउने मलाई के मेरो हावा चलाउने यता आउने होइन सेफ्टी चाहिँ लाउनुपर्छ यस्तो त खासै त्यो के अरे यो त पल्टेको छैन हजुर उडाएर पाएर लाग्छ कुनै लगिदिन्छ क्या चाहिँ लास्टिक आएर हुन्छ हावा चल्यो भने